सबैलाई यहाँहरू सबैलाई है म अहिले आयु केयर आयुर्वेदिक ट्रिटमेन्ट एन्ड थेरापी क्लिनिकमा छु है, जो चाहिँ शक्तिगढ सिलगढी पर्छ। जसको डाक्टर चाहिँ डाक्टर हुनुहुन्छ कौशिक दास। यहाँ चाहिँ सुगर पेसेन्टलाई एकदम राम्रो ट्रिटमेन्ट गर्ने गरेको छ है अहिलेसम्ममा। जसले पनि यो आयु केयरमा मतलब ट्रिटमेन्ट गर्दैछ उहाँहरूको भनाइअनुसार चाहिँ एकदम नर्मल भइसकेको छ। र म यो भित्र पनि देखाउँछु ल के कस्तो रहेछ। अगर यहाँहरू पनि कोही यो सुगर पेसेन्ट हुनुहुन्छ भने तपाईहरु सहजै आयु केयरमा आउन सक्नुहुन्छ, जो चाहिँ फोन नम्बर पनि तल लेखिदिएको छ है। म भित्र देखाउँछु ल के कस्तो रहेछ। आज त खाली रहेछ त भाइ। आज अलिक बिहानै आएको 7:30 8 बजे आएको मान्छे। ए अघि आएर पनि गइसकेको। बिहानै आउँछ त। तपाईँ कहाँबाट हुनुहुन्छ? म त काठमाडौँबाट। मेरो भक्तपुर हो त। ए हो, मतलब तपाईँ पहिलोचोटि हो कि? होइन, मेरो त अब यो अहिले चौथो चोटि है। होइन कतिले त 3 महिना कोर्स भन्छ, 3 महिनाभन्दा ज्यादा पनि हुन्छ भाइ। HB1C माथि अब HB1C चाहिँ भर्नुपर्छ, 85.4 सम्म जानुपर्छ। अच्छा अच्छा। त्यतिमा आयो भनेपछि चाहिँ अलिकति त्यहाँबाट चाहिँ दबाई घटाउनु पऱ्यो। HB1C त अब घट्न त घट्या छ। अब होइन खानु आज चाहिँ खाली रहेछ अलिक है। आज एकदमै खाली रहेछ है, किनभने बिहानै आएर गइसकेको रहेछ नि त। आज हामी अलिकति ढिलो भयौँ, किनभने कति हामी 9:30 त अहिले 9:30 भइसक्यो होइन। होइन 9 बज्न आँट्यो। अन्त अस्ति त हामी छिटो आइपुग्यो, 8:30 त यहाँ आइपुगेको थियौँ। त्यसले गर्दा भिड थियो। यो चाहिँ हाम्रो दोस्रो चोटि हो र आज चाहिँ 2 पल्ट भयो। अब 1 पल्ट छ हुने चाहिँ भन्दैछ, जबसम्म नर्मल हुँदैन तबसम्म चाहिँ आइरहनु पर्छ भनेर यहाँको भित्र भाइले पनि भन्नुहुँदैछ। र तपाईँहरूलाई पनि अगर यो है सुगरको बिमार छ भने तपाईँहरू यो आयु केयर शक्तिगढमा पर्छ है, तपाईँहरू आउनु सक्नुहुन्छ। अहिले सुनिहाल्नु भयो भित्र यहाँ दाजु काठमाडौँबाट हुनुहुँदो रहेछ। उहाँ दाजु उहाँको 4 पल्ट भइसक्यो अरे। जति सक्दो चाहिँ बिहान आयो भने चाहिँ राम्रो, बिहान छिटो छिटो आयो भने चाहिँ राम्रो। किनभने बिहान खाली हुन्छ है, हुनु त अहिले पनि खाली छ। आज हाम्रो किस्मत राम्रो खाली भेटाइयो, नत्र त अस्ति भिड थियो यहाँ बाहिरभरि थियो है। र आज चाहिँ किस्मत राम्रो, दामी राम्रो दिनमा हिँडेछ हामी। खाली भेटायो, जस्तो आयो त्यस्तै भित्र हाम्रो पेसेन्ट पसिहाल्नु भयो। उहाँको अहिले दबाई कलेक्सन भइसक्यो। अब हामी यहाँबाट हिँड्ने। लोकेसन चाहिँ भयो अब तपाईँ यता भन्नु लोकेसन तपाईँ अगर आउनु पऱ्यो भने चाहिँ यता मैले देखाउँदैछु जो ऊपर वेगनर आउँदैछ यो यताबाट मतलब ऊ पर गएर एउटा के मोड छ, पिडब्लु मोड छ, जहाँदेखि चाहिँ राइट मुड्यो भने चाहिँ तपाईँ यता के अरे महानन्द ब्रिज भएर पनि आउनु सक्नुहुन्छ त्यो बाटो है। र अर्को यता मेडिकल भएर पनि आउनु सक्नुहुन्छ। 2टा बाटो हुनु त अब बाटो थुप्रै होला है, हामीले चिनेको चाहिँ 2टा बाटो। र तपाईँहरू यो बाटो भएर चाहिँ आउनु सक्नुहुन्छ, मेडिकल मोड अनि यता के अरे यो महानन्द ब्रिज शक्तिगढ। यो जग्गाको नाम चाहिँ शक्तिगढ हो है ल। र तपाईँहरू पनि सहजै आउनु सक्नुहुन्छ अगर तपाईँहरूलाई पनि यो डायबिटिजको
त्यो प्रब्लम छ भने चाहिँ यहाँ आएर तपाईँहरूले ट्रिटमेन्ट गर्न सक्नुहुन्छ। पहिला सुरुमा 1 हप्ता खाएर तपाईँ 130 थियो, त्यहाँबाट पछि गर्दा त फेरि 110 किन उहाँ हुनुहुन्छ काठमाडौँ अहिले धेरै नर्मल भइसक्यो अरे है। हुन चाहिँ 4 पल्ट भइसकेको छ उहाँको चक्लेट भन्यो भने थियो दबाई यसरी ढले नै 2 वर्ष भयो लो भयो। त्यतिखेर चाहिँ डक्टरको खाइरहेको थिएँ मैले यहाँ त मक्सिनमा त तपाईँ एक्लै आउनुभयो? होइन, अघिल्लो पटक पहिलोपटक आउँदाखेरि बुढीलाई नि लिएर आएको थियो। अनि फेरि घरमा कोही पनि छैन कि, घरमा कोही छैन। अनि बुढी अब अनि कुकुर छ फेरि, अनि त्यसको लागि पनि एकजना बस्नै पऱ्यो हो। अनि त्यस्तो कि यता जानुहुन्छ तपाईँ? म यहाँ त्यहाँबाट पकाउनु जाने। हुन्छ अगर होइन हामीसँग जाने भए चाहिँ यता परसम्म छोडिदिन्थ्यो नि त हामी, किन गाडी खाली छ। हजुर कहाँसम्म? यता दार्जिलिङ चोकबाट जाने होला होइन? हामी तपाईँ त होइन, खास तपाईँ चढ्ने चाहिँ कहाँ हो गाडी चढ्ने? होइन, म त अब यहाँबाट त गाडी पाउँदैन होइन। अनि यहाँ अगाडि त्यो उ छ नि बजार, त्यहाँबाट पाउँछ नि मत्तीगाडा पुगेर त्यहाँबाट उता हामीसँग अब खप्रेल जाँदा पनि भयो। अगर तर फेरि तपाईँ त्यति याद छैन तपाईँलाई त्यति त्यताको फेरि थाहा छैन होला नि त, हामीलाई यताको थाहा छैन हो। त्यस्तै होला नि त। होइन, दार्जिलिङ मोडतिरबाट चाहिँ जान्छ ए बसहरू। हामी के गर्नु दार्जिलिङ मोडतिर जाउँ कि त्यो उयो हेर्नु? होइन हजुर जानुहोस् न, आउनुहुन्छ? अगर तपाईँ जानुहुन्छ भने है हामीसँग जानु सक्नुहुन्छ। ल उहाँ चाहिँ बिचरा नेपाल काठमाडौँबाट आउनुभएको अरे। ल त ल जानु है ल बिस्तारो। ल त अब हामी लाग्दिएको घरतिर चाहिँ के है बाटोमा अलिकति काम छ र अब हामी लागेको है त।